हेलो गाइस, गुड मर्निङ, नमस्ते, वेलकम टु न्यू ब्लग सलिनगिरी 77मा हजुरहरूलाई स्वागत छ। हामी त्यहीँ आज यति बेला त्यहीँ हामी पसल खोलेर नै बसिरहेको छौँ गाइस, हेर्न सक्नुहुन्छ। ट्याक्कै पानी पर्न जस्तो हुसो लागिरहेको छ गाइस। पर्न त एकचोटि छिटाएको थियो है, पुरा आकारले त्यहीँ परेको छैन, हल्का हल्का हुसो लाएर चाहिँ चिसो भइरहेको छ गाइस। हिजो अस्तिको भन्दा आज धेरै जाडो भइरहेको छ, हेर्न सक्नुहुन्छ। मेलम्ची बजारको यो ब्लग हो यो। बेला गाइस त्यही अहिले त्यही बहुत जाडो भइरहेको छ गाइस, भन्न पनि सकिरहेको छैन, धेरै चिसो नै भइरहेको छ। पसल चाहिँ खाली नै छ अझै, हेर्न सक्नुहुन्छ गाइस। मेरो पसल ह्याप्पी डिटक्स फुड स्पा मेलम्ची, न्यू मेलम्ची मेलम्चीमा ह्याप्पी डिटक्स फुड स्पा खोलिसकेको छ गाइस। यति बेला खोलेको 4 महिना भयो। भोलि 15 गतिबाट थियो, 4 महिना हुन्छ गाइस पसल खोलेको। अहिले चाहिँ भन्नुपर्दा चाहिँ बहुत चिसो भइरहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ मेलम्ची बजारको अवस्था है, धेरै नै चिसो भइरहेको छ। आज चाहिँ हल्का पानी पर्ला जस्तो भएको छ। हिजो हल्का ढिला सुतेको, गाह्रो भइरहेको छ क्या। बिहान पनि ढिलै उठेको भन्नु पऱ्यो। यहाँनिर चाहिँ हामीले चाहिँ यति बेला चाहिँ मेलम्ची बजारको अवस्था देख्न सक्नुहुन्छ गाइस। यहाँनिर हल्का रुगा भइरहेको छ, बाँकी त त्यस्तो भइगयो गाइस। यहाँ चाहिँ पार्लर छ, देख्न सक्नुहुन्छ। मेरो पछाडि साइडमा चाहिँ पार्लर पनि खुलेको छ। गाइस मेलम्ची बजारको अवस्था, न्यू मेलम्ची मोबाइल टिभी हाउस लास्ट बिट छ, हेर्न सक्नुहुन्छ गाइस। यति बेला चाहिँ मेरो पसल देखाउनु गइरहेको छु गाइस म चाहिँ होइन। र गाइस त्यही मौसमी रुम उताको साइडमा है, रुम चाहिँ पसल चाहिँ यही रहेको छ। हाम्रो पसलको नाम ह्याप्पी डिटक्स फुड स्पा मेलम्ची, न्यू बोर्ड हामीले अगाडि हालेको छ, पर्दाले गर्दा देखिरहेको छैन है, केही छैन। मेलम्चीको पसल चाहिँ हो है मेरो गाइस। यहाँ चाहिँ हाम्रो शरीरमा भएको रोगहरू चाहिँ बाहिर पानीको माध्यमबाट चाहिँ बाहिर निकाल्न सकिन्छ। कुन कस्तो रोग कहाँ लागेको छ भनेर चाहिँ हामी ठ्याक्कै थाहा पाउन सकिन्छ है गाइस। पढ्न सक्नुहुन्छ पसलको नेम, हल्का अक्षर उल्टो देखिरहेको छ होइन गाइस। यो ह्याप्पी साइडपट्टिबाट हुनु पऱ्यो, मिस्टेकली उल्टो देखिरहेको छ। त्यसको लागि चाहिँ क्षमा माग्छु होइन, हल्का उल्टै देखिरहेको छ त के गर्नु मैले। पसल चाहिँ हाम्रो यति नै सामान चाहिँ यति नै रहेको छ ओझ्याउने। अनि त्यसपछि भाइब्रेसन मेसिन, शरीरको फोहोरहरू निकाल्ने, खुट्टा चोकेर पानीको माध्यमबाट होइन, देख्न सक्नुहुन्छ गाइस। पानीको माध्यमबाट चाहिँ हामीले शरीरको फोहोरहरू कुन अङ्गमा कस्तो रोग छ भनेर ठ्याक्कै थाहा पाउँछौँ होइन। हाम्रो धेरै नै कालो आयो भने चाहिँ हाम्रो त्यो खानापानको कारणले ग्यास्ट्रिक, सुगर, प्रेसर अनि साथै लिभरलाई खराब गर्ने तत्त्वहरू कालो देखिन सकिन्छ होइन क्या। हल्का उल्टो भइरहेको छ क्या आज, यो बोर्ड उल्टो देखिरहेको छ, मोबाइलको क्यामेराले उल्टो लिइरहेको छ होइन। ल चिया यतै राखौँ है। ल गाइस मेरो चिया पनि आइसकेको छ, हामी चिया पनि खानेवाला छौँ एकछिन। ब्लग खिच्दैछु बा, देख्न सक्नुहुन्छ गाइस। चिया समोसा 2टा भनेको थिएँ, 3टा ल्याएको बुढाले, केही छैन, ठिक छ। त्यहाँदेखि समोसा चिया खाँदैछौँ गाइस। चिया दुधको स्पेसल खालको चिया हो, देख्न सक्नुहुन्छ यहाँनिर। हामी अब चिया समोसा खाएर चाहिँ मजाले तातो फिल गर्नेछौँ। अहिलेको यो के अरे भन्छ नि पसल ठ्याक्कै मेलम्ची बजार हेलम्बु बस पार्क नजिकै कफिलैको ठ्याक्कै अगाडि छ है गाइस। देख्न सक्नुहुन्छ डन्डीफोरले अनुहार पनि बिग्रिरहेको छ। हाम्रो लोकेसन चाहिँ मेलम्ची हेलम्बु बस पार्क कफिलैको ठ्याक्कै अगाडि गाइस, कफिलैको ठ्याक्कै अगाडि। र गाइस बाई, अर्को भिडियोमा ब्लगमा हामी फेरि भेट्नेछौँ। अहिले सबले लाइक टर्न गरिदिनु होला है गाइस।